त्यही भएर आज साह्रै छुट्टी भयो। फेरि यस्तो छ भने के अरे चाहिँ त म एक्लै मात्रै नेपाली हो, नेपाली गाईको बुझेन भन्नाले अरू कन्ट्रीको ठाउँ मात्रै हो। त्यही भएर अब अलिअलि त हेप्न त हेपिहाल्छ नि उनीहरू, हेप्न हेपिहाल्छ। त्यस्तै हो, के गर्ने हो। त्यही पनि निहन्को चाहिँ राम्रोसित बनाउनु पर्यो। निहन्को बनेन भने त लास्टै गाह्रो छ क्या त जापानमा। सुरुदेखि स्ट्रगल हो। त्यही भनेर पढाइमा पनि अलिक मैले त पढाइमा पनि अलिकति ध्यान दिएन। त्यही पनि अहिले अब बिस्तारै चाहिँ निहन्को जेपनीसँग जो बोल्नै पर्छ क्या निहन्को। त्यही हो। यो हाम्रो जस्तो कि चल अलिकति नेपाली बोल्दै यो बोल्दै मतलब जेपनिज बोल्नै पर्छ कि। या बढी टुटे फुटे गलत फलत भएर नि उसले बुझोस् त्यस्तो खालको बोल्नै पर्छ कि। मेरो त्यस्तै हो। अब गाईको बुझिन म मात्रै हो, बोल्नै पर्छ। तर कोजो चोले माथिको चाहिँ बसहरूले लास्टै माया गर्छ। तरको मान्छेहरू त भइहाल्छ नि त्यस्तो हो। कुनै कुनै अब सबै ठाउँमा एउटै नासेको मान्छे हुँदैन नि, त्यही भएर के। अब यस्तै छ हेर्नु बाहिरको